हेलो हेलो हजुर भन न। कता छौ हो आजकल? अस्ति बर्थडेमा बोलाएको आउँदा नि आएन। ए मैले त तिमीलाई भन्नै बिर्सेछु नि यार, म आउन भ्याउँदिनँ भनेर। म त इन्डिया गएको थिएँ नि। ए हो र? इन्डिया कता? रोक रोक रोक, सुरुदेखि भन्छु। इन्डिया द होम अफ क्रिकेट एउटा यस्तो ठाउँ जहाँ क्रिकेट गेम मात्र होइन, कल्चर हो। कहिलेकाहीँ त म सोच्थेँ एकजनाले ब्याट समात्ने, अर्कोले बल फाल्ने र 10जनाले बल समात्नलाई हेरेर बस्ने। यस्तो गेम पनि कसरी इन्ट्रेस्टिङ हुनसक्छ र। तर पछिल्लो केही वर्षमा नेपाली क्रिकेटले लिएको नयाँ उचाइलाई आफ्नै आँखाले विटनेस गर्न हामी पनि जाँदै थियौँ सपनाको सहर मुम्बई। अब हामी चाहिँ आज इन्डियाको यात्रा सुरु गर्न लागिसकेका छौँ होइन। अब हामीसँग चाहिँ दुईजना आइएमआइट्सहरू हुनुहुन्छ होइन। ल फर्स्टमा इन्ट्रोड्युस गरौँ सिनेट पृष्ठलाई। हामीसँग हुनुहुन्छ मिस्टर अञ्जन खड्का होइन। अब हामी तिनजनाको जर्नी आज सुरु हुँदैछ। अब नेपालको वर्ल्ड कप म्याचको अनलाइन टिकट काटेर हामी तिनजना काठमाडौँबाट निस्क्यौँ। झन्डै 2000 किलोमिटर्स टाढा रहेको मुम्बई पुग्नका लागि न त हामीसँग डाइरेक्ट फ्लाइट टिकट थियो, न त अरू कुनै प्रिपरेसन थियो। त केवल एक दिन अगाडि किनेको नेपालको जर्सी र इतिहासमै तेस्रो पटक वर्ल्ड कपमा पुगेको नेपाली क्रिकेट टिमलाई सपोर्ट गर्ने जोस। बल्ल बस चढेर अब भोलि बिहान 7 बजीसम्म चाहिँ नेपालगञ्ज पुग्ने कुरा छ। आज साँझ खाएर हामी निस्किसकेका छौँ। अब अफिसियल्ली काठमाडौँ छोड्ने बेला आइसकेको छ। काठमाडौँ छोड्ने भनेको फेरि पर्मानेन्टली होइन कि टेम्पोररीली 10 डेज जतिको हाम्रो ट्रिप हुँदैछ इन्डियाको होइन। नेपाललाई सपोर्ट गर्नको लागि मैले चाहिँ जर्सी पनि लाएर आएको छु। नेपालको जर्सी अफिसियल क्यानको T20 वर्ल्ड कप 2026 को जर्सी पनि। जाडो रहेछ यहाँ, सबैलाई जाडो भइरहेछ। मैले चाहिँ भ्लगकै लागि भयो नि टोपी चाहिँ खोलिदिएको अहिलेलाई होइन, यसो अलि ह्यान्डसम देख्नु पऱ्यो भनेर। पहिलो पटक एक्लै यसरी अन्जान ठाउँमा जाँदै गर्दा मनमा थोरै अनसर्टेनिटी त थियो नै। त्यही पनि एट द एन्ड अफ द डे हाम्रो ट्रिप एकदम वर्थ इट हुनेछ भन्ने विश्वास पनि कता कता झल्किरहेको थियो। अब हाम्रो चाहिँ फेरि यहाँ खाना खाएर जर्नी सुरु भइसकेको छ। हामी चाहिँ काँक्रो खाँदैछौँ होइन। काँक्रो किनेको थियौँ हामीले। मिल्यो र राति राति यस्तो ठाउँमा नि फ्रेस काँक्रो खान पाउँदा खुसी लाग्यो है। अब एकजना साथीको चाहिँ हेर्नुपर्दा अञ्जनलाई देख्न सक्नुहुन्छ होला तपाईँहरूले। त्यो साथी भनेन मैले, अर्को एकजना साथी हुनुहुन्छ। अब हामी सबै नेपालीहरू दाजुभाइ दिदीबहिनी साथीभाइ नै हौ। सो साथीलाई अब अनफर्चुनेटली बत्ती गयो ठ्याक्कै है। भाग्यमा पनि नलिएको रहेछ त्यो साथीलाई देख्ने होइन। उहाँ साथी चाहिँ अघिदेखि आएर हल्ला गरिरहनु भएको थियो, यताउता अलिक ड्रिङ्क गरेर आउनु भएको रहेछ। अब के गर्नु, एडजस्ट गर्नै पऱ्यो होइन। काठमाडौँदेखि नेपालगञ्जसम्मको 500 किलोमिटर्सको यात्राले नै हामीलाई धेरै थकित बनाइसकेको थियो। बाई रोड मुम्बईसम्मको जर्नी कति गाह्रो हुन्छ भन्ने कुरा हामीले अन्डर एस्टिमेट गरेका रहेछौँ। ल ठिक छ, अब हामी चाहिँ आज नेपालगञ्ज आइपुगिसकेका छौँ है। अब झन्डै 15-16 घन्टाको यात्रापछि अब हामीलाई अलि बिच बाटोमा छोडिदिएको छ बसले चाहिँ। त्यही भएर अब अलिकति अटो लिनु सट्टा भयो, एक्सर्साइज पनि हुन्छ भनेर हिँड्दै हिँड्दै हामी चाहिँ खाना खाने ठाउँसम्म पुग्ने विचार गरेका छौँ। फेमस नेपालगञ्जमा फेमस खानेकुरा मात्रै हो, ठाउँ त बेस भेल्यु दिनुपर्दा छैन लायक। अहिले चाहिँ हामी यहाँ नेपालगञ्जको बागेश्वरी मन्दिर आइसकेका छौँ है। नेपालगञ्जमा केही समय घुमेर र बागेश्वरी मन्दिर दर्शन गरेर हामी बोर्डर क्रस गर्ने तर्करमा थियौँ। पर्सनली यो मेरो फर्स्ट मेजर इन्टरनेसनल ट्रिप भएकाले एक्साइटमेन्ट त नेक्स्ट लेभल नै थियो। तर कम्फर्ट जोनबाट बाहिर निस्किएर आफूले नचिनेको ठाउँमा एड्याप्ट गर्नुपर्ने च्यालेन्ज भने हाम्रो लागि सजिलो हुनेवाला थिएन। नेपालगञ्जमै हामीले खाजा खायौँ र त्यहाँको स्पेसल पान ट्राई गरेर हामी इन्डियातर्फ अघि बढ्यौँ। हामीले पानी खाएर अलि दाँत चाहिँ बिग्रिला जस्तो छ है। ब्रस पनि गरेको छैन कतै ठाउँ नपाएर है। राम्ररी मुख पनि धुन पाइयो। अब चाहिँ हामी यहाँ अब यसो ब्याङ्कतिर पैसा निकालेर अब यो ट्रिप जाने भनिसकेपछि पैसा निकाल्नै पर्यो होइन। पैसा निकालेर हामी जब इन्डियातिर लाग्छौँ। र अब हामी चाहिँ अटोमा चढिसकेका छौँ है। अब नेपालगञ्जदेखि त्यहाँको बोर्डरलाई चाहिँ रुपडिया भन्ने रहेछ। सो रुपडिया भन्ने ठाउँमा नेपालगञ्जको सिटीदेखि अटोमा जाँदैछ। अब यहाँबाट चाहिँ 5 किलोमिटर जति डिस्टेन्समा चाहिँ रुपडिया बोर्डर छ।
हामी चाहिँ अहिले नेपाल र भारतको सिमानामा यो नेपालगञ्ज गेट पनि देखाइदिइहालौँ है ल ओके अहिले चाहिँ मेरो पछाडि देख्न सक्नुहुन्छ यो चाहिँ नेपालको साइडको बोर्डर गेट भयो अलिक सानो सानै छ है। त्यसपछि यता देख्न सक्नुहुन्छ यो ठुलो गेट चाहिँ हाम्रो इन्डियाको साइडको गेट भयो है त। इन्डिया चाहिँ इन्टर गरिसकेका छौँ है हामी, ठिक छ नि होइन। अब यहाँ एउटा दाइले चाहिँ हामीलाई अब खोजेर आफ्नो ट्याक्सीमा चढाउन खोज्दै हुनुहुन्छ, तर अब हामीले चाहिँ पब्लिक बसमै जाउँ भन्ने छौँ अहिलेसम्म चाहिँ होइन। के छ लास्ट लास्ट स्कटिङ गरेर क्लियर गरेर हामीलाई यहाँ ल्याइदिरहेछन् होइन। आपको कुछ बोलना है? आ गए वेलकम। हंसिए आप, मुस्कुराइए, बॉर्डर पे आ चुके हैं। हाँ, हम इंडिया में आ चुके हैं अब नेपाल से। मुस्कुराइए आप, बॉर्डर अब हमारा 10 दिन यहीं बीतने वाला है। जब तक नहीं होंगे तब तक वापस नहीं होंगे। हाँ हाँ वही इन्डिया पुगिसकेपछि हामीले फर्स्टमा नोटिस गरेको कुरा त्यहाँ मान्छेहरूको भिड र हामीसँग इन्डियन सिम पनि एउटै मात्र भएकोले हराइन्छ कि भन्ने डर। एकछिन रिफ्रेस भएर हामी लोकल बस चढी लखनऊतिर लाग्यौँ। ल अब चाहिँ हामी गाडी चढिसकेका छौँ है। अब यो बस चाहिँ स्पेसल्ली हाम्रै लागि रिजर्भ भए जस्तो देखिया छ, तर त्यो चाहिँ होइन, यो पब्लिक बसै हो होइन। यसबाट चाहिँ अराउन्ड 3-4 घन्टामा हामी लखनऊ पुग्छौँ। अब दुवैजनाले मास्क लगाइसक्नु भएको छ, मैले चाहिँ अहिलेसम्म लगाइसकेको छैन। नेपाल नकआउट्सका लागि क्वालिफाई हुन्छ कि भन्ने ठुलो एक्सपेक्टेसन बोकेर हिँडेका थियौँ, तर अहिलेसम्मको टुर्नामेन्टमा नेपालको पर्फर्मेन्सले भने हामीलाई निराश बनाइरहेको थियो। र अब अझै पनि हामी अहिले चाहिँ लखनऊ जाने बाटोमै छौँ, तर अहिले एउटा स्याड न्युज आएको छ है। के भन्छ, भर्खरै नेपाल जम्मा 123 रनमा अल आउट भइसकेको छ। अब मेबी हामी जाँदासम्म यो एलिमिनेट भइसक्छ होला। इन्डियाभित्र ट्राभल गरेको केही घन्टामै इन्डियाको रोड्सको क्वालिटी र त्यहाँको इन्फ्रास्ट्रक्चर देखेर हामीले फरक दुनियाँ आइपुगेको जस्तो फिल गरिरहेका थियौँ। र त्यस्तै हेर्दा हेर्दै हामी पुग्छौँ नेपालबाट सबैभन्दा नजिकको मेजर इन्डियन सिटी लखनऊ। अब कति लामो यात्रापछि झन्डै 7 बज्न लाग्दा हामी लखनऊ पुगिसकेका छौँ। लखनऊ यसो हेर्दा चाहिँ जस डेभलप नै लाग्यो। हाम्रो इनिसियल प्लान त गुजरात गएर वर्ल्ड्स लार्जेस्ट क्रिकेट स्टेडियम नरेन्द्र मोदी स्टेडियममा न्युजिल्यान्ड वर्सेस साउथ अफ्रिकाको अर्को ग्रुप स्टेज म्याच पनि हेर्ने थियो, तर एक्स्ट्रा ट्राभलको झन्झटका कारण हामी सिधै नेपाल वर्सेस स्कटल्यान्डको म्याच हेर्न मुम्बई जाने डिसाइड गर्छौँ। र हामी चाहिँ अहिले लखनऊको स्टेसनमा आइसकेका छौँ, तर अब यहाँ अनफर्चुनेटली 2 महिना अगाडि टिकट काट्नुपर्ने रहेछ। अनि अहिलेदेखि काटेको टिकट चाहिँ अब सिस्टमहरू हुने रहेछ चालु भन्ने चाहिँ अब ऱ्यान्डमली बस्दिने, जहाँ मलाई त्यही उभिएर पनि जान पर्न सक्छ। 24 घन्टाको यात्रा उभिने त कसरी हो होइन। अनि त्यसपछि एउटा बेटिङ भन्ने हुने रहेछ। बेटिङ भनेको चाहिँ रिजर्भेसन भएको मान्छे आएन भने आफू त्यहाँ गएर बस्ने, अनि आयो भने चाहिँ उभिएर जाने होइन। अब त्यो पनि कसरी जानु, सो हामी चाहिँ अहिले वेट गर्दैछौँ होइन, यसो कोही केही मिल्छ कि भनेर। र त्यहाँ बुझ्दा हामीले थाहा पायौँ मुम्बईको लागि ट्रेन त केही बेरमै छुट्न लागेको रहेछ। मिलेको भए लखनऊ नै एकछिन घुम्ने प्लान त थियो हाम्रो, तर ट्रेन छिटै छुट्ने हुँदा घुम्ने समय हामीले धेरै पाएनौँ। हेर्दा त एयरपोर्टभन्दा ठुलो लागिरहेको थियो, तर पहिल्यै सिस्टम नबुझी आएकाले हामीलाई टिकटको समस्या पर्यो। त्यही पनि आफ्नो डेस्टिनेसनलाई सम्झिँदै जसोतसो जेनरलको टिकट काटेर हामी हाम्रो जर्नी सुरु गर्छौँ। अहिले चाहिँ ल हामी ट्रेनमा चढिसकेका छौँ, तर अनफर्चुनेटली सिट चाहिँ पाइसकेका छैनौँ है। अब सिट चाहिँ हेर्दै गर्ने हो। अब यहाँ प्याकै है। त्यहाँ पुलिसको हेल्पले सिट पाए पनि हामी 3 जना छुट्टै ठाउँमा बस्नु परेकाले 24 आवर्सको त्यो जर्नी थोरै अनकम्फर्टेबल हुन गयो। सिट पनि माथिल्लो रोमा र आफ्नो सामानको सेफ्टीको पनि चिन्ता लिनु पर्दा 24 आवर्स नै सुत्न नपाएर हाम्रो यात्रा अघि बढ्यो। ल वेलकम ब्याक गाइज है। हामी चाहिँ अब फाइनली अलमोस्ट मुम्बई पुग्न लागिसकेका छौँ। कल्याण भन्ने ठाउँमा छौँ है। त्यहाँ छ सिनेडिया छ, म यहाँ छु। अब सुत्दै मस्तको नहुनु खालि रातो छ। अब पनि अब 26 आवर्सको जर्नी पछि अब फाइनली 15 मिनट्समा हामी मुम्बई पुग्दैछौँ। ट्रेनमा चाहिँ अब यहाँ सिटको एकदम कमी हुने रहेछ। 2 महिना अगाडि काट्नुपर्ने रहेछ होइन। त्यो नकाट्दा चाहिँ हामीलाई थोरै गाह्रो भयो, तर म्यानेज गरियो जसो तसो। 24 घन्टा भनेको धेरै लामो हुने रहेछ भन्ने पनि एक्सपिरियन्स चाहिँ आज भयो होइन। तर अँध्यारो जति गहिरो भए पनि उज्यालो टाढा हुँदैन भने चाहिँ लाइफको सबैभन्दा लामो 24 आवर्स पछि अर्को दिनको बेलुका हामी पुग्छौँ मुम्बई। सुरुमै हाम्रो आँखा जान्छ चारैतर्फ उभिएका ठुला ठुला भवनहरूमा। तलदेखि माथिसम्म हेर्न नै टाउको घुमाउनु पर्ने यस्ता भवनहरू यहाँ हरेक चोकमा देखिन्थे। यस्तो दृश्य देखिसकेपछि हामी यो ठाउँ घुमफिर गर्न अझै एक्साइटेड भइसकेका थियौँ। त्यस दिन विश्राम गरेर
भोलिदेखि अफिसियली सुरु हुन्छ हाम्रो मुम्बई एक्सप्लोरेसन। आज चाहिँ हामी अब मुम्बईको वरिपरि यसो आज फर्स्ट डे हाम्रो चाहिँ घुम्नुपर्ने भन्ने छ है। अब म्याच चाहिँ आज छैन नेपालको, सो हामी चाहिँ यो स्टेडियम बाहेक अरूतिर यसो एक्सप्लोर गर्छौँ। आजको प्लान चाहिँ हाम्रो एलिफेन्ट केभ्स, एलिफेन्ट आइल्यान्डमा भएको एलिफेन्ट केभ्स घुम्ने प्लान छ होइन। त्यसै गरी अलिअलि सपिङ पनि प्लान छ। सो आजको लागि भन्दा नि हाम्रो यो टुरको स्टेको लागि चाहिँ हाम्रो गाइड हुनुहुन्छ है, भाइको नाम के हो अरे? मिलन खड्का, हाम्रो अञ्जन खड्काको भाइ है। सो अब 3-4 दिनको लागि चाहिँ हाम्रो गाइड हुनुहुन्छ। अब त्यही हो, एकचोटि अब यहीँ मुम्बई बस्दै आउनु भएको छ। कति वर्ष भयो अरे? मलाई 4 वर्ष 4 वर्षदेखि हो नेपालबाट आएको। नेपालबाट 4 वर्षदेखि मुम्बई बस्नु भएको छ। अब अरू सबैजना आजको लागि एक्साइटेड छन् है। न्यू डे न्यू बिगिनिङ र आज हामी मुम्बई घुमफिर सुरु गर्दै थियौँ। मुम्बईभित्रै लोकल ट्राभलको लागि पनि सबैभन्दा कमन मेथड थियो बाई ट्रेन। सो हामी ट्रेन स्टेसन पुग्छौँ र टिकट काटेर लाग्छौँ चर्च गेटतर्फ। सो हाम्रो टिकट चाहिँ यस्तो छ है, यो चाहिँ टु वे टिकट रहेछ होइन। सो आउँदा पनि जाँदा पनि यही टिकटबाट 80 रुपियाँमा 4 जनालाई आउन पनि जान पनि मुम्बईभित्र जताततै जान आउन मिल्यो है। फर्स्ट डेमै मुम्बईले हामीलाई देखाउँछ वाइ इट इज द लार्जेस्ट सिटी इन इन्डिया। झन्डै इन्टायर नेपालको जति पपुलेसन भए पनि ट्राभल गर्न हाम्रो लागि एकदम फास्ट र कन्भिनियन्ट नै रह्यो। र युजुअली नेपालमा 2-3 घन्टा लाग्ने बाटो आधी घन्टामा कभर गरेर हामी पुग्छौँ चर्च गेट। अहिले आफ खाँदैछौँ होइन। 20 रुपियाँको त्यति मात्रै आयो। अब यहाँको मेन एट्र्याक्सन चाहिँ पछाडि यहाँ होटेल ताज देख्न सक्नुहुन्छ। पछि हामी खाँदैछौँ के हो यो? इमली खाँदैछौँ है। अब इमली बम भन्ने चक्लेट त सबैले खानुभयो होला। एक्चुअल इमली चाहिँ अलिक सबैले नखाएको हुनसक्छ। सो यो चाहिँ हाम्रो इमली भयो त। यसपछि हामी त्यहीँ गेट अफ इन्डिया वरिपरि घुम्न थाल्छौँ। यो गेट चाहिँ एक्ज्याक्टली सीको साइडमै छ र 1911 AD मा युनाइटेड किङडमको किङ र क्विन आउँदा यसलाई बनाइएको थियो। र 1948 मा इन्डियाले ब्रिटिस रुलबाट इन्डिपेन्डेन्स पाउँदा पनि लास्ट ब्रिटिसर्स यही गेटबाट इन्डिया छाडेर गएका थिए। त्यसैले यसको सिम्बोलिक इम्पोर्टेन्स पनि रहेछ। हामी त्यहाँ केही बेर फोटो खिच्छौँ र नजिकै रहेको होटेल ताज पनि घुम्छौँ। हाम्रो यसपछिको प्लान थियो एलिफेन्ट आइल्यान्ड पुगेर एलिफेन्ट केभ्स हेर्ने। आजको हाम्रो प्लान चाहिँ थियो एलिफेन्ट आइल्यान्ड जाने, एलिफेन्ट केभ्स घुम्ने, तर अनफर्चुनेट त्यो अनसक्सेसफुल भएको छ। किन भएको छ भन्दै हो त सिनेट? अलि छिट्टै आउनु पर्ने रहेछ होइन। जाने टाइम लाग्ने आउन टाइम लाग्ने भएको हुनाले चाहिँ 3 बजेसम्म मात्र बोटको टिकट पाइँदो रहेछ। हाम्रो चाहिँ त्यहाँ एलिफेन्ट आइल्यान्डसम्म जानलाई बोटमै 1 घन्टा लाग्ने रहेछ, फर्किँदा 1 घन्टा लाग्ने भयो। सो 3 बजेभन्दा पछि चाहिँ जानै नमिल्ने रहेछ। सो अब अर्को दिन मिलाएर फेरि आउने प्लानमा छौँ। ओरिजिनल प्लान क्यान्सल भएकाले हामी त्यहीँ नजिकै रहेको कोलाबा मार्केटमा सपिङका लागि जान्छौँ र लोकल स्ट्रिट फुड पनि ट्राई गर्छौँ। फाइनली है दिनभरिको सपिङ पछि मेरो ब्याग पनि कत्रो भयो यहाँ पछाडि देख्न सक्नुहुन्छ है। दिनभरिको सपिङ पछि अब चाहिँ हामी यहाँ मुम्बईको फुड स्ट्रिटमा आइसकेका छौँ। यहाँ के पाइरहेको छ है। सो यहाँ अब हामी अब मजाले खान्छौँ। भोलिपल्ट शिवरात्रि भएकाले हामी त्यहाँको शिवरात्रि स्पेसल मेला पनि हेर्न जान्छौँ। अहिले कति बजा? अहिले 12 बजिसकेको छ, झन्डै 1 बजिसक्यो है। अब यहाँको इन्भाइरोमेन्ट चाहिँ यस्तो छ किनभने भोलि के हो त शिवरात्रि हो भोलि चाहिँ है। सो यहाँ भिड पनि त्यस्तै छ। शिवरात्रि गर्दा कोही पनि सुतेकै छैन, हामी पनि सुतेकै छैन, हुन त सुत्नुपर्ने है। सो म हजुरहरूलाई यहाँको इन्भाइरोमेन्ट पनि देखाउँछु। उतातिर देख्न सक्नुहुन्छ पुरै भिड छ बाटोभरि है। र यहाँ चाहिँ शिवरात्रिको स्पेसल डान्स चलिरहेछ है। त्यसैमा हाम्रो डे 1 इन मुम्बई सकिन्छ। आज चाहिँ हाम्रो डे 2 सुरु भइसक्यो है। अब आजको स्पेसल चाहिँ के भन्दा मेरो आउटफिट चाहिँ कम्प्लिटली मुम्बईमा किनेको हो होइन। अब जुत्ता चाहिँ फेरिएन, ठिकै छ। अब अनलाइन चस्मादेखि लिएर टी सर्टसम्म सबै मुम्बईमै किनेको हो। अब सिनेटको चाहिँ अलिक छैन होइन।
अहिले आज नलगाऊँ भनेर आजै एक्सपोज नगरौँ भनेर सिनेटले चाहिँ लगाएन। डे 2मा हाम्रो खासै स्पेसिफिक प्लान थिएन। हामी जुहु बिच घुम्न लागेका थियौँ र त्यहीँ वरिपरि सपिङ गर्न र त्यहीँ वरिपरिको स्ट्रिट फुड स्टल्सहरू ट्राई गर्न लागेका थियौँ। सो हामी ट्याक्सी बोलाउँछ र निस्किन्छौँ जुहु बिचतर्फ। ल अहिले चाहिँ हामी कहाँ जाँदैछौँ? हामी चाहिँ जुहु बिच जाँदैछौँ होइन। सो अब चाहिँ बाटोमा चाहिँ अमिताभ बच्चनको घर पनि पर्ने रहेछ। सो त्यो पनि देखाइदिइहालौँ हजुरहरूलाई। सो यो हो अमिताभ बच्चनको मेन घर चाहिँ। सो यहाँ भेड पनि देख्न सक्नुहुन्छ हजुरहरूले। अब यो सबै भेड चाहिँ अब अमिताभ बच्चनको एक झलक मात्रै पाउनको लागि हो है। सबैजना यताउताबाट जम्मा भएर हेरिराख्नु भएको अमिताभ बच्चन निस्किनुहुन्छ कि भनेर। तर अब यहाँ निस्किनुहुन्छ जस्तो त लागिरहेको छैन होइन। र जुहु बिच पुग्दै गर्दा त्यहाँको बिचभन्दा पनि त्यहाँको भिड देखेर हामी चकित हुन्छौँ। हामी अब बोटिङ गर्ने। बोटिङ पनि कहाँ बेतालमा हाइँदै साथीहरू। यो ग्रेट इन्डियन ओसन होइन। ल है हामीले टिकट लिइसकेका छौँ होइन। सिनेट अहिले बनाइरहेको अवस्था छ लाइफ ज्याकेट पाउँदैन भनेर होइन। ज्याकेट त चाहियो। हामी टिकट काट्छु सो यस अब चाहिँ म हजुरहरूलाई यो ओसन राइड देखाउँछु है। सिनेट डर त लागेको छैन नि? ल ल जान्छ कि जाँदैन तिमी? टिकट काट्ने नै भयो। र समुद्र देखेकै वान अफ द फर्स्ट टाइम्समा हामी एक्सपिरियन्स गर्न लागेका थियौँ अरेबियन सीमा स्पिड बोटिङ। र त्यो एक्सपिरियन्स थ्रिलिङ भए पनि थाहै नपाउँदै समय बितिहालेछ र हाम्रो राइड सकिन्छ। सक्यो है त हाम्रो राइड। त्यहाँ पनि एकछिन फोटो खिच्छौँ, सनसेट इन्जोय गर्छौँ र हामी त्यहाँबाट फर्किन्छौँ। ल अब हामी चाहिँ फर्किँदैछौँ है बिचबाट। सो यहाँ पनि यहाँ लाइफ गार्डहरूले सिटी बजाइसक्नु हो फर्किनु भनेर होइन। पछाडि एकदम ब्युटिफुल सनसेट देख्न सक्नुहुन्छ है। सो फोटो सेसन पनि सकिसकेको छ हाम्रो। सो अब चाहिँ यहाँबाट फर्किन्छौँ होला। ल अब चाहिँ सनसेट भइसकेको छ है। यो बिचको नाइट भ्यू देख्न सक्नुहुन्छ पछाडि होइन। सो अब चाहिँ हामी यहाँबाट जान मन त छैन होइन। जान त मन छैन तर जानै पर्यो। अब रातभरि यहीँ बस्न नि मिलेन। आजको दिन शिवरात्रि भएकाले आज पनि हामी मेला हेर्न जान्छौँ। ल अहिले चाहिँ हामी मेलामा छौँ है। सो मेलामा चाहिँ हामीले एउटा नयाँ एकदम नयाँ खेलौना भेटाएको छ होइन। यो चाहिँ बेस्ट छ होइन। अब यो हाम्रो मिलन खड्का भाइले चाहिँ अब यो माथि फाल्छ है। माथि गएन ल हामी यहाँ मेलामा आइसकेका थियौँ र मेलामा चाहिँ हामीले एउटा यहाँ खेलौना पायौँ। पाण्डेले आफ्नो लागि लगाएको छ, उसले चाहिँ आफ्नो छोराको लागि लगायो। अब दुवैजना कम्पिटिसन गर्दैछन्। ओए पाण्डे पाण्डे लाइक दुईटा कम्पिटिसन है। ल ल ल ल ल तिनजनाको ल 2 3 अन्जनको मात्रै अड्छ। डे 2को पनि हाम्रो घुमफिर यति नै रहन्छ र म्याच हेर्न जाने दिन नजिकै गर्दा हाम्रो एक्साइटमेन्ट पनि अझै बढ्दै जान्छ। नेक्स्ट डे द्याट इज डे 3 बिहानै उठेर हामी फेरि घुमफिरका लागि निस्किन्छौँ। अस्ति छुटेको अथवा जान नपाइएको एलिफेन्ट आइल्यान्ड चाहिँ आज जाने भन्ने कुरा भएको छ है। सो अब अहिले सुरुमा बिहान हामी मन्दिर जाँदैछौँ। आज हामी नजिकैको जोगेश्वरी मन्दिर र गुफा पुगेर यसको हिस्टोरिकल एन्ड रिलिजियस इम्पोर्टेन्स पनि बुझ्छौँ। आजभन्दा 1500 वर्ष अगाडि बनाइएका मूर्तिहरू पनि देख्छौँ। र त्यसपछि एलिफेन्ट केभ्सको लागि बोट चढ्ने ठाउँमा पुग्न हामी मुम्बईको बिजी स्ट्रिट र 100 तल्ला भन्दा माथि उभिएका कयौँ स्काई स्क्रेपर्सको बिच ट्राभल गर्छौँ। वरिपरिको दृश्यले हामीलाई देखाउँछ वाइ मुम्बई इज द फाइनेन्सियल क्यापिटल अफ इन्डिया। है अब चाहिँ हामी एलिफेन्ट आइल्यान्ड जाँदैछौँ। आजको हाम्रो प्लान चाहिँ मन्दिर घुमिसकेपछि चाहिँ एलिफेन्ट आइल्यान्ड जाँदैछौँ। सो यहाँ पछाडि हामीलाई एलिफेन्ट आइल्यान्डसम्म पुर्याउने बोट आइसकेको छ र हामी सबैजना चाहिँ यसरी ह्याट लाएर एकदम गर्मीमा रेडी भइसकेका छौँ है। सेट के छ त आजको प्लान? कहाँ जाँदैछौँ? अनि यो ह्याट चाहिँ कहिले कहाँ आयो त? भर्खरै यो पछाडि के छ भन त? पछाडि लग्नेवाला सिप छ। सिप भनौँ होइन, त्यो त ठुलो छ है। हिजो बोट राइड थियो, आज सिप राइड हुने भयो होइन। हामी चाहिँ बोटमा बसिसकेका छौँ। पछाडि तपाईँहरूले देख्न सक्नुहुन्छ समुद्र देखिरहेछ है। हुन त समुद्रको पानी साल्ट वाटर हो, तर सहरबाट टाढिँदै गर्दा वरिपरि विशाल समुद्रले घेरिँदा नेपाललाई किन जलस्रोतको दोस्रो देश भनिएको होला भन्ने कुरा हामी सोच्न बाध्य हुन्छौँ। ल है अब चाहिँ हामी यो चराहरूलाई कुरकुरे खुवाउन लगाइरहेछौँ है। ल अब हेरौँ है त। ल मैले हेर्दिनँ कसैले खान्छ कि नै हेरौँ है त। ल ल खाएको कसैले खाइरहेको छैन, खान्छ नै हो। ल खायो।
र 1 घन्टाभन्दा बढीको यात्रापछि पहिलोपल्ट आइल्यान्ड देखिन्छ। ल है हामी चाहिँ एलिफेन्ट आइल्यान्डमा ल्यान्ड गरिसकेका छौँ होइन। सो हाम्रो चाहिँ 2 वे टिकट थियो होइन। सो अहिले 2 घन्टामा चाहिँ फर्किहाल्नुपर्छ भनेर भन्नुभएको छ। यही हो हाम्रो एलिफेन्ट आइल्यान्ड चाहिँ त्यहाँ पछाडिको त्यो भयो। यहाँ चाहिँ साइडमा अब यो एलिफेन्ट आइल्यान्डसम्म पुग्ने बाटो है। सो यस यो चाहिँ एलिफेन्ट टोय ट्रेन भयो, तर हामी चाहिँ अब त्यहीँ नजिकै त छ। सो हिँड्दै जाने डिसाइड गरेका छौँ। त्यहाँ आइल्यान्डमा पुगेर खाजा खाइसकेपछि हामी एलिफेन्ट आइल्यान्डको मेन एट्र्याक्सन द्याट इज एलिफेन्ट केभ्सतर्फ लाग्छौँ। यो आइल्यान्ड र केभ्सको नाम एलिफेन्ट राखिएको रिजन चाहिँ यहाँ सुरुमा मान्छेहरू आउँदा देखिएको एलिफेन्ट स्टेपको स्ट्याचु रहेछ, तर त्यो स्ट्याचु अहिले यहाँबाट मुम्बईको एउटा म्युजियममा लगिसकेको रहेछ। भर्याङ चढिसकेपछि हामी एलिफेन्ट केभ्स आइसकेका थियौँ है। तर एउटा अनफर्चुनेट कुरा, एलिफेन्ट केभ चाहिँ आज बन्द रहेछ। मतलब केभभित्रै चाहिँ जान नमिल्ने रहेछ आज, खै मन्डे भएर मन्डे बन्द हुने कि के हो सिस्टम छ यसको है। सो यहाँ देख्न सक्नुहुन्छ एलिफेन्ट केभ्स वर्ल्ड हेरिटेज मोनुमेन्ट। ब्याकग्राउन्डमा चाहिँ हाम्रो एलिफेन्ट केभ्सहरूको यो गेट भयो है। त्यहाँतिर हो एलिफेन्ट केभ्स चाहिँ त्यहाँतिर, तर यहाँबाट चाहिँ आज चाहिँ भित्र जान नपाइने रहेछ। सो बाहिरैबाट हेर्न सकिन्छ है, वर्ल्ड हेरिटेज साइट रहेछ। सो यतापट्टि भ्यू पनि एकदम राम्रो छ है। यतापट्टिबाट सिधै सीसम्मै देखिन्छ यहाँबाट है। त्यहाँ पछाडि देख्न सक्नुहुन्छ है, सीसम्मै देखिन्छ। त्यहाँ एउटा ब्रिज छ, त्यो ब्रिजले चाहिँ यो एलिफेन्ट आइल्यान्डदेखि लिएर पुरै इन्डियाको मेनल्यान्डसम्म कनेक्ट गरेर आएको छ है। एलिफेन्ट केभ्स देख्न नपाए पनि हामी यहाँको अर्को एट्र्याक्सन द्याट इज एलिफेन्ट आइल्यान्डको फोर्टतर्फ हाइक गर्न थाल्छौँ। यहाँ चाहिँ आइल्यान्डको बिचमा पनि एउटा लेक छ है। सो त्यहाँ ब्याकग्राउन्डमा चाहिँ के छ त, एलिफेन्ट आइल्यान्डको भित्र पनि एउटा लेक देख्न सक्नुहुन्छ है। अब राम्ररी ल हामी हाइक गर्दैछौँ है। अब यहाँ एलिफेन्ट आइल्यान्डभित्र एलिफेन्ट फोर्टमा जानलाई उकालो चढ्दै हाइक गर्दैछ। धेरै हाइटमा आइसकेका छौँ है। सो हेरौँ माथि के छ। फाइनली हाइक गरिसकेपछि आधी घन्टा झन्डै हाइक गरिसकेपछि चाहिँ हामी यहाँ मेन यहाँको एट्र्याक्सन साइडमा आइसकेका छौँ है। त यहाँको एट्र्याक्सन साइड चाहिँ यहाँ पछाडि देख्न सक्नुहुन्छ एउटा क्यानन छ ठुलो। यसै ठाउँमा रहेको अन्डरग्राउन्ड केभ्स नेटवर्क पनि हामी एक्सप्लोर गर्छौँ र यो गर्दै गर्दा म एउटा सोचमा पर्छु। सुरुमा कता घुम्न जाने भन्ने कुरा डिसाइड गर्ने बेलामा हामीसँग 2वटा अप्सन्स थियो, नेपालमै कतै ट्रेकिङ जाने अथवा वर्ल्ड कप हेर्न इन्डिया आउने। ट्रेकिङ त फेरि पनि कतै गइएला, तर अहिलेको यो एक्सपिरियन्स हाम्रो लागि हरेक दिन नयाँ मेमोरिज र एक्साइटमेन्ट बोकेर ल्याएको थियो। डेस्टिनेसनमा पुग्दा सोचे जस्तो नभए पनि 1 घन्टा समुद्रको बिचमा आफूलाई पाउनु हाम्रो लागि सामान्य कुरा भने थिएन। लाइफमा पनि डेस्टिनेसनको एउटा मोमेन्ट मात्र भन्दा पनि इन्टायर जर्नीलाई नै इन्जोय गर्नु नै ह्याप्पिनेसको फर्मुला हो भन्ने बारे चर्चा गर्दा गर्दै हामी मुम्बई पुग्छौँ। अब हामी ल्यान्ड हुन लागिसकेका छौँ है। ज्याकेट निकाल्न भनिसकेका छ, धेरैले ज्याकेट निकालिसकेका छन्, धेरैले निकालेका छैनन्। मैले निकालिसकेँ। ब्याकग्राउन्डमा सिपहरू छ, मुम्बई सिटी देखिरहेछ अनि हाम्रो सनसेट पनि देखिरहेछ है त। आजका लागि घाम अस्ताउन थालिसकेको भए पनि हाम्रो घुमघाम भने अझै बाँकी नै थियो। बाँकी रहेको थोरै समयमा धेरै ठाउँ पुग्न हामी एउटा ट्याक्सी लिन्छौँ र पुग्छौँ मुम्बईको फेमस सिसाइड एरिया मरिन ड्राइभ, र त्यसपछि मुकेश अम्बानीको एन्टिला हेरेर हामी मुम्बईभित्रको भिआइपी एरियाहरू पनि घुम्छौँ। र यो बेला हामीलाई इन्डिया होइन कुनै युरोपियन कन्ट्री आए जस्तो फिल भइरहेको थियो र कता कता आफ्नो देश कहिले यो लेभलसम्म आइपुग्ने हो भन्ने कुरा पनि मनमा थियो। फाइनली हामी मुम्बईको अन्डरसी टनलको बाटो हुँदै फर्किन्छौँ र नेपालको वर्ल्ड कप म्याच अघिको अन्तिम दिन यसै गरी सकिन्छ। र फाइनली त्यो दिन 2000 किलोमिटर्सको यात्रा र घरबाट हिँडेको पनि 6 दिनपछि आज हामी जाँदै थियौँ वाङखेडे, द हार्ट बिट अफ इन्डियन क्रिकेट। त्यही ग्राउन्ड जहाँ सचिन तेन्दुलकरले आफ्नो अन्तिम इन्टरनेसनल म्याच खेलेका थिए, त्यही ग्राउन्ड जहाँ एमएस धोनीले छक्का हानेर इन्डियालाई 2011 वर्ल्ड कप जिताएका थिए, र त्यही ग्राउन्ड जहाँको एटमोस्फियरले क्रिकेटलाई पनि सिनेमा बनाउने गर्छ। र यसपालि यहाँ नेपाली क्रिकेट टिमले खेल्दै थियो यस वर्ल्ड कपको आफ्नो अन्तिम म्याच अगेन्स्ट स्कटल्यान्ड। स्टेडियमतर्फ जाँदै गर्दा मनमा त्यो एक्साइटमेन्ट त थियो नै, तर टियुको त्यो सामान्य ग्राउन्डमा सुरु भएको नेपाली क्रिकेटको जर्नी आज वर्ल्ड कपसम्म पुगेको छ भन्ने कुराले थोरै इमोसन्स पनि थपेको थियो। त्यसैले आफ्नो टिमलाई अझ धेरै प्यासन र जोसका साथ सपोर्ट गर्न हामी स्टेडियम पुग्छौँ। ल है फाइनली अब हामी चाहिँ
हाम्रो मुम्बईको मेन एम अफ हाम्रो टुरकै सबैभन्दा हाइलाइट मोमेन्ट होइन, नेपालको म्याच हेर्न जाँदैछौँ। सो अब कतिको एक्साइटमेन्ट छ त? भेरी एक्साइटेड। आज जित्छ, वी आर लकी गाइज। आज जित्छ भन्ने यस्तो ढुक्कले चाहिँ कसरी भन्दैछौ तिमीहरू? 2-3 दिनदेखि लगातार हारिसक्यो, एउटै ग्राउन्डमा खेलिरहेछ, फर्स्ट टाइम खेलिरह। स्कटल्यान्ड चाहिँ त्यो बलियो टिम पनि होइन, हुन त जे नि हुनसक्छ त्यो टोलीमा। तर आज हाम्रो बोइजहरू एकदम पहिलाभन्दा आज जित्नै पर्ने स्थिति लिएर आउँछन् कि भन्ने आश छ। कस्तो लागिरहेको छ तिमीलाई? राम्रै छ, के के हुन्छ स्टेडियममा, के छ कतिको छ त्यही गरेर थाहा हुन्छ होइन। ल है, हामी चाहिँ यहाँ पुरै माहौल कस्तो नेपालको फेभरमा देखिरहेको छु म है। एउटा पनि स्कटल्यान्ड फ्यान छैन यहाँ, सबै नेपाली फ्यान्स मात्रै देखिरहेको छु है। आज स्कटल्यान्डलाई एकदम नराम्रो हार हुन्छ जस्तो पनि मलाई फिल भइरहेछ। त्यहाँ हेर्न सक्नुहुन्छ है, पुरै नेपाली फ्यानहरूको भिड छ है। यताउता हेर्छु, हिन्दीभन्दा बढी नेपाली सुन्छु, भाइब्स आइरहेछ है त। है हामी यहाँ माथि जाँदैछौँ है। सो स्टेयर्सबाट चढ्दैछौँ, ब्याकग्राउन्डमा छ वानखेडे स्टेडियम जहाँबाट हल्ला आइरहेछ है। म्याच सुरु भइसकेको छ। म्याच सुरु भइसकेको हुँदा हामी हतारिँदै दौडिँदै स्टेडियमभित्र जान्छौँ र त्यसपछिको दृश्यले हाम्रो सबै थकान मेटिए जस्तो हुन्छ। फाइनली है हिन्दी बिरुवाको हामी स्टेडियममा आइसकेका छौँ है। त्यहाँ एकदम फर्स्ट टाइम स्टेडियममा हामी देख्न सकिन्छ है। 2000 kilometers of travel, 7 days of wait and months of anticipation पछि फाइनली हामी त्यो मोमेन्टमा थियौँ जसका लागि हाम्रो यो जर्नी सुरु भएको थियो। फाइनली हामी आइसकेका छौँ स्टेडियममा है। फाइनली स्टेडियममा आइसकेका छौँ है। अलिकति ढिलो भयो, त्यही पनि स्टेडियमलाई इन्जोय चाहिँ गरिरहेको छौँ है भर्खरै यहाँ। र यो मोमेन्ट, यो इन्भाइरोमेन्ट, यो एक्सपिरियन्स हामीले सोचेको भन्दा पनि बवाल थियो। फर्स्टमा त नेपालमै म्याच भए जस्तै क्राउडको त्यो सपोर्ट र त्यसमाथि आफ्नो टिमको गेम यति टाढा आएर हेर्न पाउँदा हाम्रो एक्साइटमेन्ट नेक्स्ट लेभल नै थियो। ल अहिले चाहिँ सबै अडियन्सहरूले नेपाली सङ्ग रिक्वेस्ट गर्दै हुनुहुन्छ, के होला यो एक्सेप्ट होला त? हुँदैन। हुँदैन? इन्डियामा वर्ल्ड कप होस्ट भइरहेछ, इन्डियाले आफ्नो कल्चरलाई चाहिँ प्रमोट गर्न खोज्छ। त्यही भएर नेपाली गीत बजायो भने त नेपाली सङ्गले मार्केट खान्छ नि त। यो त ग्लोबल स्पोर्ट हो, अहिले लगभग बिलियनले हेरिरहेको। अब भन कसरी जाला म्याच? म्याच अहिलेसम्म चाहिँ हो बाँकी नै छ होइन। म्याच क्लोजै होला जस्तो छ होइन? एकदमै क्लोज हुन्छ। फिजिकल्ली आएर म्याच हेर्दै गर्दा हामी टिभीमा हेरेको जस्तो इच बलको अपडेट र स्कोरमा भने फोकस गर्न पाइरहेका थिएनौँ। हाम्रो ध्यान त त्यहाँको इन्भाइरोमेन्ट इन्जोय गर्न र फोटो भिडियो खिच्नमै थियो। र यसरी हेर्दा हेर्दै स्कटल्यान्डले नेपाललाई राम्रो टार्गेट दिन्छ र आउँछ नेपालको ब्याटिङको पालो। र वर्ल्ड कपको अरू गेम्समा नेपालको पर्फर्मेन्स खासै सेटिस्फ्याक्ट्री नभए पनि आज चाहिँ नेपालको स्ट्रङ ब्याटिङ डिस्प्ले देखियो। कस्तो हेर्दैछ त नेपाल? बवाल खेलिरहेको छ। पावर प्लेमै 56 रन छ। न त नेपाल नकआउटसम्म पुग्छ भन्ने होपका साथ हामी मुम्बई आएका थियौँ। तर सुरुको म्याचहरू सबै हारिसकेपछि नेपाल एलिमिनेट त भइसकेको थियो। त्यसैले विथ नथिङ टु लुज नेपालको आजको फियरलेस ब्याटिङ पर्फर्मेन्स सबै फ्यान्सहरूलाई मन परिरहेको थियो। यति नजिकबाट विश्वकै सबैभन्दा ठुलो T20 क्रिकेट टुर्नामेन्ट हेरिरहँदा बेला बेलामा आफैलाई पनि अचम्म लागिरहेको थियो। त्यसमाथि स्कटल्यान्डले दिएको राम्रो टार्गेट पनि नेपाल इजिली चेज गर्नलाई अन ट्र्याक नै थियो। दिपेन्द्र सिंह ओइरीले अब लगातार छक्का र चौकाको बर्सात गरिसकेपछि एक माहौल देख्न सक्नुहुन्छ। अब जित्दा जस्तो छ त।
भाइ नेपाललाई लास्ट ओभरमा जम्मा 5 रन चाहिएको छ चाहिएको छ। म चाहन्छु 1 रन कहिलेले हानेर हाफ सेन्चुरी पुरा गर्नुहोस्। जस नेपाल जित्न अलमोस्ट कन्फर्म भइसकेको छ है माहौल हेर्न सक्नु सबैजना एक्साइटेड छ। एन्ड फाइनली नेपालले T20 वर्ल्ड कप्सको हिस्ट्रीमा 12 इयर्सपछि आफ्नो 3rd एभर विन रेजिस्टर गर्न सफल हुन्छ। यो आफैमा एउटा हिस्टोरिक मोमेन्ट त थियो नै, तर क्राउडको रियाक्सनले यसलाई झन् स्पेसल बनाइरहेको थियो। म्याचको एक्सपिरियन्स रमाइलो भए पनि यो पटकको T20 वर्ल्ड कपमा नेपालको यो लास्ट म्याच थियो। नेपाल नकआउट स्टेज पुग्न सकेन र नेपाली क्रिकेट टिम ग्रुप स्टेजबाटै घर फर्कियो। चाहिँ हामी फर्किँदैछौँ है यहाँबाट। अब नेपाललाई जिताइसकेपछि है नेपालको फर्स्ट विन रेजिस्टर भइसकेपछि हामी टिभीमा एकदम ब्लर क्वालिटीमा पारस खड्काको क्याप्टेन्सीमा नेपालको म्याच हेरेदेखि स्टार स्पोर्ट्समा HD क्वालिटीमा र TU क्रिकेट ग्राउन्डमा लाइभ NPL म्याच र अहिले वान अफ द मोस्ट आइकोनिक स्टेडियम्स वाङ्खेडेसम्म हाम्रो जर्नी हाम्रो मात्र नभएर करोडौँ नेपाली क्रिकेट फ्यान्सको रिप्रेजेन्टेसन जस्तै रह्यो। आउटकम सोचेको जस्तो नभए पनि दिस वाज अ वन्स इन अ लाइफ टाइम एक्सपिरियन्स एन्ड वी इन्जोयड एभ्री मोमेन्ट अफ इट। फाइनली, thank you India and good luck Nepal cricket team.